करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपैयाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु।